हेलो गाइज वेलकम ब्याक टु आवर युट्युब च्यानल। सो वान्स अगेन म फेरि पनि आएको छु धमाकादार भिडियोको साथमा। आज चाहिँ मैले ट्रेन्डिङ भिडियो ल्याएको छु। जस्तै अहिले यो मुकबाङमा 10 प्याकेट नुडल्सको उयो चल्दैछ, त्यही भएर मलाई पनि त्यस्तै गर्न मन लाग्यो। अनि जस्तै हाम्रो गुरुङ इटिङ च्यानल, बिन्दुली च्यानल सबैले गर्नुभएको छ, त्यही भएर मलाई पनि एकदम गर्न मन लाग्यो। उहाँहरूले खाएको देखेर मलाई एकदम खाएको मन लाग्यो, त्यही भएर मैले पनि ल्याएको छु। गाइज तपाईँहरूले माइन्ड नगरिकन हेरिदिनु होला है, हाम्रो पनि भिडियोहरू यसरी नै साथ सपोर्ट दिनु होला है गाइज। यति भन्दै म भिडियो सुरु गर्न चाहन्छु र मेरो नयाँ भ्युवर्सहरूले मेरो च्यानललाई लाइक एन्ड सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। ल सुरु गरेँ गाइज। 10 प्याकेट यो चाहिँ मैले 2 PM ल्याएको। मलाई चाहिँ करेन्ट अलिक त्यति मिठो लाग्दैन, त्यो चाहिँ अमिलो हुन्छ, त्यही भएर मलाई चाहिँ 2 PM मनपर्छ। मैले चाहिँ 2 PM ल्याएँ। 3 सनी साइड अफ एग ल्याएको छ है गाइजलाई। यति भन्दै अहिले भिडियो चाहिँ कति जान्छ हेरौँ, कति खान सक्छ हेर्छौँ। अब सबै त सकेसम्म सबै खान कोसिस गर्छु है गाइज। सबै सकेसम्म सबै खान कोसिस गर्छु। हेरौँ ल, यसरी माया सपोर्ट गरिदिनु होला। ल म सुरु गरेँ गाइज भिडियो। कति छ आमा म त हातले खान्छु है गाइज। ल फर्स्ट बाइट खाएँ। सिलाएर कस्तो सुक्खा भयो कि, तर मिठो हो गाइज। सेलाएपछि चाहिँ अलिक सुक्खा हुन्छ क्या, यो निल्ने गाह्रो हुने।
पानी दिएर नखाऊँ भनेको झन् Baba, okay, Baba. एकदम टफ रहेछ गाइज च्यालेन्ज चाहिँ टफै रहेछ अहिले त पकाउँदा पकाउँदा त म त खान्छु होला जस्तो लागेको थियो झन् एकतिर पिरोले गाइज मैले चाहिँ खान सकेन मैले पाँचवटा बाइक मैले त्यो भन्दा बढी नि खाएको छु टुप्या लगभग खै कतिवटा खाएँ मैले हेर अब मेरो यो चाहिँ कम्पनी दिन मेरो हस्बेन्डलाई बोलाउँछु म गाइज यो चाहिँ खानै सकेन लास्टै गाह्रो भयो मैले चाहिँ पाँचवटासम्म चाहिँ खाछु पाँचवटा भन्दै चाहिँ बढी खाएको छैन यो लगभग पाँचवटै होला यसमा पाँचवटा जति चाहिँ होला पाँचवटा जति आधी चाहिँ मैले खाइसक्यो अब मेरो हस्बेन्डलाई बोलाउँछु गाइज माइन्ड नगरिदिनु होला है प्लिज मुखबाङ बन्न एकदम टफै छ भने जस्तो सजिलो छैन गाइज के गर्नु यति भन्दै मेरो हस्बेन्डलाई बोलाउँछु आउनु त अनि म क्यामेरा हेर्छु त्यहाँ तपाईँलाई देखाएको छैन
एकछिन है गाइज म त्यो क्यामेरा हेर्न जान्छु माइक राख्नु ल इन्ट्रोडक्सन गर्दै गर्नु पर्छ चाहिँ हेलो गाइज अब मेरो वाइफले चाहिँ अब सक्छ भनेर आर्ट गरेको थिएँ तर के गर्नु सक्नु भएन उहाँले सकेसम्म चाहिँ खाने कोसिस गरेको थिएँ सकेन अब गाह्रो हुँदो रहेछ त्यही भएर चाहिँ मैले मेरो वाइफको लागि चाहिँ मैले कम्पनी दिन आएको छु कतिसम्म खाँदो रहेछ हेरौँ मैले सकिन्छ कि भन्ने म पनि आर्ट गरेको छु गाइज हेर्दै जानु होला भिडियो हजुरलाई इन्जोय गर्नु आधी उहाँले खानुहुन्छ है गाइज माइन नगरिदिनुला प्लिज ल यसमा म चाहिँ अब सुरु गरेँ गाइज उता छोराले जिस्काउँदैछ हामीलाई सेलाइसक्यो है गुड बोय पाँचवटा जति चाहिँ मैले खाएँ पाँचवटा चाहिँ उहाँले खानुहुन्छ कि भन्ने आशा राखेको छु गाई किन खानालाई त्यो बेकार वेस्ट गर्नु है टिस्यु अब त गर्मी हुँदो रहेछ है अझै चाहिँ भोक लाग्दाखेरि कस्तो सबै खान्छु जस्तो लागेको थियो नसक्दो रहेछ सेलाइसु है यस्तो त हाम्रो सेलाएर अड्किनु रहेछ त्यही भएर निल्नु गाह्रो हुन्छ नि पानी हाल्ने सेलाएपछि गाह्रो हुँदैछ लौको कतिवटा छ दुईटा तिनटा दुईटा जति छ ताना नि हल्का दुईटा होइन तिनटा जति होला पुरो खानुपर्छ सघाउनुपर्छ है सघाउनु त पऱ्यो नि गाह्रो हुँदैछ बिस्तारै खान्छु है गाई अघि गम खाएँ मैले चाहिँ अनि कस्तो अमन भइसक्यो हेरेर धेरै देख्दैन है तर खाने जाँदा कति हुने लेमन ल्याउनु पर्ने छ अड्किँदैछ पाँचवटासम्म चाहिँ खान्छु मैले पाँचवटा भन्दा बढी चाहिँ खान नसक्दो रहेछ थाहा पाएँ मैले आज मेरो क्यापेसिटी भनेको पाँचवटा मात्रै खाने रहेछ बुढो तिमीले खान सक्छौ है भ्याउ ल बुढीको नाक राख है
पिरो चाहिँ लास्टै हुन्छ है मसला 10 स्पाइसी भयो नि त यो त्यही भएर अब धेरै छैन एउटा जति होला अब एउटा बढी होला एउटा छैन दिदीको भिडियो लामो भयो भने त तपाईँले माइन्ड नगरिदिनु होला गाइस कुनै भिडियो चाहिँ धेरै चपाउँदाखेरि हामीले कट गर्छ कि त्यही भएर अस्ति रुगा पनि लगाइराख्यो मलाई त्यही भएर रुगा निकाल्ने भयो पिरोले खायो मलाई चाहिँ पिरो धेरै भएर ल टाउको दुख्यो क्या यति मात्रै छ नखाऊ पसिना आयो त्यतिमै त है अब धेरै छैन ग्यास मात्रै छ बुढो पानी ल्याऊँ पानी खाएपछि झन् पेट फुल हुने है अनि खानै नसक्ने क्या फेरि यही बेलामा बाबुले डिस्टर्ब गरे नानी चाहिँ सुतिसक्यो सक्यो गाइस लास्ट बाइट बाई बाई ल गाइज हामीले चाहिँ बुढाबुढी मिलेर 10 प्याकेट चाउचाउ सकायो अनि 3टा अन्डा सकायो बोल्नु मलाई फाइनली गाइज हामीले चाहिँ बुढाबुढी मिलेर 10 प्याकेट चाउचाउ सकायो र 3वटा अन्डा सकायो र यसरी नै तपाईँहरूले माया सपोर्ट दिनु होला अनि र कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला के कस्तो सुझाव सल्लाह छ त्यसमा गरिदिनु होला गाइज यति भन्दै हामी बिदा माग्छु नेक्स्ट भिडियोमा भेटौँला छोराले नि डिस्टर्ब गरेको रहेछ गाइज ल बाई 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 बाई